यो 1 बिघा जग्गा मैले लिन पाए त एकदम हुन्थ्यो। यो जग्गा पनि ठिक थियो, कसरी लिने? ओहो दाइ, के हेर्दै हुनुहुन्छ बाँझोबारीमा? अलि बिस्तारै बोल न भाइ। अब यो जग्गा मेरो हुनेवाला छ, बुझ्यौ नि? यो जग्गामा मैले सुकुम्बासी फार्म भरिसकेँ। दाइ, तपाईँको त काठमाडौँमा 3 तले घर र गाउँमा बिचरो पनि जग्गा छ भन्ने सुनेको थिएँ त। तपाईँ कसरी सुकुम्बासीको फर्म भर्नुभयो त तपाईँले? त्यही त समस्या छ नि भाइ। मेरो भएको जग्गा घर जति सबै मेरो बुढीको नाममा छ। मसित भएको भनेको एउटा यही फाटेको छाता र एउटा यही चस्मा छ भाइ। ल भन त भाइ, म भन्दा सुकुम्बासी अरू को हुन सक्छ यो दुनियाँमा? अनि यत्रो जग्गा पाएपछि तपाईँले के गर्नुहुन्छ त? के गर्नु र भाइ, एउटा सानो टहरो हाल्छु अनि भाडामा दिन्छु। सुकुम्बासी भयो नि अलिअलि इन्कम त गर्नु पर्यो नि भाइ। एकछिन पखाइ भाइ। मन मेरो छैन नानी, जान मेरो यही हो सानी, परछ मन हेलो हेलो बुढा, तपाईँ छिट्टो घर आउनु त, यहाँ गाडीको किस्ता तिर्ने मान्छे आहा। छत्तरीका फोन राख्नु मेरो करोडपति भन्ने साउना बुढीले यस्तै बनाउँछ। भाइ यो कुरा गोप्य नै राख है।